अब यो सङ्कटहर माविमा म्याक्सिमम् पनि 700 देखि 800 विद्यार्थीहरूले पठन पाठन गर्ने ठाउँ हो। हजुर अब यो यस्तो व्यस्त सडक भयो, यो सडक डिभिजन कार्यालयले यहाँका ट्राफिक नियन्त्रणका अब पाठ सिकाउने कुराहरूमा एउटा ट्राफिक नियमको बारेमा धेरैपल्ट यो स्कुलमा एउटा प्रोग्राम पनि भइसक्यो र पनि अब अहिलेका बालबच्चाहरू अब खेल्दै आउने रमाइलो गर्दै आउने क्रममा अब यहाँ जुन दिन यो घटना भयो यो साह्रो दुःखद घटना हो र यसको बारेमा मैले एउटा ट्राफिक नियन्त्रणमा गएर एउटा ट्राफिक पोस्टमा गएर चाहिँ भाइ यो एउटा यसको बारेमा केही गर्न सकिन्छ कि सकिँदैन भन्ने उसमा चाहिँ उहाँले मलाई के गर्नुभयो भन्नु छ नि यहाँ ब्रेकर बनाउन मिल्दैन भन्ने खालको कुरा गर्नुभयो र यसको बारेमा म पनि एउटा साथीभाइहरूलाई इष्टमित्र मैले चिनजान गरेका दाजुभाइहरूलाई चाहिँ म एउटा ब्रेकर बनाएर चाहिँ अब एउटा होर्डिङ बोर्ड बनाउँदैछु बनाइरहेको छु यहाँ विद्यार्थीहरूको अब यहाँबाट हजुरको चाहिँ यहाँ विद्यार्थीहरू छन् गति सीमित गर्नु भनेर बोर्ड राख्दै 50 मिटर अगाडि एउटा होर्डिङ बोर्ड राख्दैछु स्कुल एरिया गति सीमितको लागि भनेर चाहिँ एउटा बच्चाहरू यसो हिँडिरहेको एउटा म बोर्ड बनाउँदैछु हेर्नुहोस् दुईपट्टि राख्नु यो 2-4 दिनमै म यो गर्दैछु अब यो यता चाहिँ हजुरको यो खोरबन्जाङ जाने बाटोतिर चाहिँ पुल पारी गर्दैछु अहिले भोलि हजुर एकपल्ट 10 बजे आउनु होला मैले 10 बजे र मेरो 4 बजे भूमिका चाहिँ यो मेरो बच्चाहरूको लागि छुट्टी भएको बेलामा चाहिँ मैले हिँड्ने बाटोहरू वेहरू उहाँहरूलाई चाहिँ यो मार्गदर्शन सिकाउँदैछु कि यसरी हिँड्नुपर्छ भोलि अब यो दुर्घटना न्यूनीकरणको बारेमा चाहिँ मैले जनचेतना चाहिँ भाइ बच्चाहरूलाई चाहिँ अहिले पढाइ पनि राख्छु यो स्कुलभित्र म एउटा व्यवस्थापन समितिको पद अधिकारी भएको कारणले गर्दा अहिले मैले बच्चाहरूलाई चाहिँ यो जनचेतना सिकाइरहेको छु यो क्रस गर्ने बाटो हो हामी यसरी क्रस गरेर चाहिँ यसरी घर जाने लाइनमा जाने मैले मेमहरूलाई सरहरूलाई चाहिँ एउटा अनुशासन भनेको यो हो मेम भनेर सरहरूलाई चाहिँ म देखाउँदैछु सिकाउँदैछु यो पाठ हामीले सिक्न एकदम जरुरी पनि छ। अब यो दुईपट्टि ब्रेकरको लागि सम्बन्धित निकायलाई मेरो साथीभाइहरू मेरो इष्टमित्रहरू मेरो दाजुभाइ चिनजान भएको हरेक पार्टी पौवाका दाजुभाइहरू यहाँका अब मेरा आदरणीय दाईहरूलाई पनि यो पहल गरेको छु। अब के भन्नुहुन्छ अब त्यसको बारेमा त म पनि सम्बन्धित निकायले सुनोस् यो ब्रेकर यो सुन्नै पर्छ सडक विभागले किन दुर्घटना भइसक्यो हामीले एउटा बच्चा फेरि अर्को बच्चा नगुमोस् भन्ने मेरो पनि एउटा ठुलो परिकल्पना एउटा चाहना पनि छ। भविष्यमा यस्तो दुर्घटना नहोस् भन्ने नै म गर्न चाहन्छु भगवान् पशुपतिनाथसँग यो भयो दुर्भाग्यवशको कुरा हो र आइन्दा आउने दिनहरूमा यस्तो दुर्घटना नहोस् भन्ने नै म भन्छु। अब साथीभाइहरूलाई के गर्नु दोष यस्तै हो भइसक्यो कुरा अब टाल्न सकिन्न। स्कुलको नाम चाहिँ सरस्वती मावि सङ्कटार। यहाँ चाहिँ हजुरको पहिला त झन् धेरै विद्यार्थीहरू थिए। यो अहिले कुल विद्यार्थी कति हुनुहुन्छ यहाँ 700-750 का हारानी हो विद्यार्थी अभियानमा यतापट्टि लाउने ब्रेकरमा चाहिँ खोरबन्जाङतिर जाने ब्रेकरमा चाहिँ पुल पारी होर्डिङ बोर्ड पनि त्यही राख्नुहुन्छ भोलि यो चाँडै नै यो 5-7 दिनभित्रमा होर्डिङ बोर्ड सहितको यो जेब्रा क्रसिङ पनि अस्ति मैले भर्खर बनाउन लगाएँ यो नभए थिएन यो के ट्राफिक नि उसबाट सल्लाह ट्राफिक सल्लाह नभइकन मैले पनि यस बारेमा अलिकति पढेको थिएँ जिज्ञासा पनि थियो त्यसैले तपाईँले लाउनुको बारेमा लगाएँ। अनि यतापट्टि चाहिँ ब्रेकर कहाँ नै यतापट्टि ब्रेकर भन्नुहुन्छ भने पनि म यो 100 मिटर टाढा लाउने 100 मिटर टाढा लाउने हो। त्यहाँ पनि बोर्ड बस्छ होइन त्यहाँ पनि होर्डिङ बोर्ड बस्छ अनिवार्य चाहियो त्यो चाहियो हामीलाई अनिवार्य चाहियो र ब्रेकर लाउन मिल्छ मिल्दैन यो स्थानीय निकाय अब सडक डिभिजन र आदरणीय दाईहरू हुनुहुन्छ उहाँसँग सहकार्य हुँदैछ। के हुन्छ यसको बारेमा त मलाई पनि थाहा छैन हेर्नुहोस् त्यति साह्रो बुझ्ने सम्बन्धित निकायले हामीलाई यो तत्कालै गरिदिनु पर्छ आइन्दा र भावी आउने दिनहरूमा अब यो किसिमको दुर्घटना नदोहोरियोस् भन्न चाहन्छु। सरसँग मैले यहाँ स्कुलको बारेमा अस्तिको घटनाको बारेमा सानो राय लिएको थिएँ अनि यो सम्बन्धित निकायले हामीलाई यहाँनिर एउटा ब्रेकर अनिवार्य छ र हामी यो बोर्ड चाहिँ राख्दैछौँ स्कुल यहाँनिर स्कुल छ र गति सीमित गर्नु भनेर बोर्ड चाहिँ राख्दैछौँ त्यसको लागि र यो ब्रेकर लाउन कुन डिभिजन कार्यालयले अथवा सडक डिभिजन कार्यालयले या सांसदले अथवा कुन निकायले सक्नुहुन्छ यसलाई तत्कालै फेरि पनि घटना नहोस् भन्ने उहाँको मनसाय उहाँ समितिको एउटा सदस्य हुनुहुँदो रहेछ
म पनि सुगारेको हुँ र उहाँ पनि यहाँको हुँदो रहेछ। अनि एउटा साथी पनि हो। साथी पनि हो र उहाँसँग मैले राय लिएको त्यही कारणले पनि हो। र यो घटनाको न्यूनीकरणको लागि यहाँ सम्बन्धित निकायलाई सबैले पहल गरिदिनु होला। तत्त निकायहरूले जुन निकायले गर्न मिल्छ त्यो निकायले यो कुराहरूलाई सुनिदिनु होला भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यही कुरालाई मैले एउटा यहाँ आएर रिपोर्टिङ गरेको हुँ र सम्पूर्णलाई र यस्तो घटना फेरि पनि नहोस् भन्ने हाम्रो चाहिँ चाहना होइन, चाहना नहोस्। यस्तो पनि हामीले फेरि एउटा बच्चा हाम्रो बच्चा नगुमाउँ भन्ने चाहनाले यो हामीले सानो एउटा भिडियो बनाएका छौँ। आज दाजुभाइ धेरै दिनमा भेट पनि भयो। त्यो भेट भएको खुसीमा एउटा दुःखदका घटना अस्ति भर्खर भएको कारणले गर्दा दाजुभाइले केही कुराहरू सेयर गरेको र फेरि यो घटना नघटोस् भन्ने कारणले गर्दा हामीले यो रिपोर्टिङ गरेको हौँ। र यो तत्त निकायले यो कुराहरूलाई ध्यान राखेर ध्यान आकर्षण होस् भन्दै हामी दुईजना बिदा हुन्छौँ। हस् त, स्कुलको नाम भनिदिनु एकचोटि। सङ्कटार मावि लदावी राठ दुधौली नगरपालिकाको 8 नम्बरको यो एउटा ठुलो विद्यालय हो। हजुरले जानकारी दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।